नेपालको कार्की सरकारले भारतसँग एक संवेदनशील सम्झौता गर्न खोज्दैछ, जसले देशभर चर्चा जगाएको छ। सरकारले भारतसँग म्युचुअल लिगल असिस्टेन्स ट्रिटी गर्ने निर्णय गरेको छ। यो सम्झौताले दुवै देशलाई आपराधिक मामिलामा जस्तै ठगी, मनी लन्डरिङ र साइबर अपराधमा सहयोग गर्न अनुमति दिन्छ। केहीले भन्छन् यसले जीबी राई जस्ता ठगी गरेर विदेश भागेका अपराधीलाई फिर्ता ल्याउन सजिलो बनाउँछ। तर आलोचकहरू भन्छन् निर्वाचन पूर्वको सरकारले दीर्घकालीन सम्झौता गर्नु हुँदैन। कसैको डर छ यो सम्झौताले एक्स्ट्राडिसनको बाटो खोल्न सक्छ, जसले मानवाधिकार र राजनीतिक स्वतन्त्रतामा असर पार्न सक्छ। गृह मन्त्रालयको भनाइ अनुसार यो केवल वित्तीय अपराध सम्बन्धी सम्झौता हो। तपाईको के विचार छ? तल कमेन्ट गर्नुहोस्।